राधे राधे। अब मलाई घरमा बसेर गर्न मन लाग्दैन। के गर्नुहुन्छ गाइज? आज चाहिँ म यस्तो एउटा भिडियो बनाउन आँट्दैछु नि मेरो आमासँग। मेरी आमाले कहिले पनि मेरो भिडियो हेर्नुभएको छैन र त्यसरी भिडियो कलमा पनि बात गर्नुभएको छैन, किनकि आमाका आफ्ना मान्छे सबैजना छेउछेउमै हुनुहुन्छ नि त, बात गर्ने त्यसरी अब भिडियो कलमा गर्नुभएको छैन। र आज डाइरेक्ट यसरी अगाडि मोबाइल लिएर जान्छु। अरू दिन चाहिँ मैले भिडियो बनाउँदा मेरो आमा प्राय घरमा हुन्न, तर आज चाहिँ घरमै हुनुहुन्छ। आज मौका परेको छ है, र आमासँग म बात गर्छु। आमाले के भन्नुहुन्छ सुनौँ है त है। गाइज, मेरी आमा चाहिँ घरमा एकछिन पनि बस्नुहुन्न, सायद कहाँ हुन्छ त्यो पनि मलाई थाहा छैन। घरमा त घरमै हुन्छ, तर पनि यता बारीहरूतिर हिँडिराख्नुहुन्छ नि त। कहाँ हुनुहुन्छ म भोलि खोज्छु है त आमालाई, कहाँ हुनुहुन्छ। यहाँ हेरे आमा यहाँ हुनुहुन्न, ग्वालीतिर पनि हुनुहुन्न, कहाँ हुनुहुन्छ म हेर्छु है त। मेरी आमा चाहिँ हुँदो रहेछ यहाँ है, के गर्दै हुन्छ म तपाईँलाई देखाउँछु है त। के गर्नुभएको आमा? दाउरा राखेँ कि के को लागि दाउरा राख्नुभएको? चाहिन्छ नि बर्खालाई। र आमा चाहिँ यहाँ दाउरा मिलाउँदै हुँदो रहेछ। यता चाहिँ मिलाउँदै हुन्छ आमा दाउरा, हेर्न सक्नुहुन्छ। म सधैँभरि भन्छु मेरो भिडियोमा घरमा कोही हुनुहुन्न भनेर, आज चाहिँ कहाँ जानुहुन्छ आमाहरू म सोध्छु है त आमाहरूलाई। आमा यहाँ आउनु त, म भन्छु ल, यहाँ बस्नु त। तपाईँ कहाँ जानुहुन्छ सधैँ सधैँ भन्नु त। तपाईँ काम गर्न सक्नुहुन्छ नि? त्यहीको गर्नुपर्छ। नजाँदा हुँदैन नि, यहीँ घरमै बस्दा हुँदैन? अब मलाई घरमा बसेर गर्न मन लाग्दैन, बाहिरकै काम गर्न मन लाग्छ। अनि उहाँ चाहिँ गएर के गर्नुहुन्छ? म गएर पनि दाउरा तान्छु, बगानमा हेर्छु, गाई गोरु पस्छन् खेदाउँछु। अनि मान्छे पनि आयो भने गाली गर्नुपर्छ मान्छेलाई। के गर्न आउनु मान्छे? मान्छे अब चरा मार्न आउँछन् नि, चोर्न ओर्न होला। अब दाउरा चोर्छन्। अनि लोभ लाग्छ? लोभ लाग्छ त दाउरा। र आमाहरू चाहिँ सधैँ भन्छु म कोही हुनुहुन्न भनेर, तर आमाहरू चाहिँ जानुहुन्छ गाउँमा, र आमा चाहिँ घरमा बस्न मान्नुहुन्न। अब किन यहाँ मुन पर्दैन आमा? उहीँ मुनपर्छ। मलाई परेको उहीँ बस्छु, जानै मन लाग्छ। अनि आमा चाहिँ चुप लागेर काम पनि नगरी बस्नुहुन्न र किन? मेरो जिउलाई शास्ति गर्छु नि त, राम्रो हुन्छ। नै बस्यो भने बिमारी भइहाल्छु। र आमा चाहिँ अलिअलि काम पनि गर्नुहुन्छ, अलिअलि पनि राम्रै यता बाहिरतिर प्रायः गर्नुहुन्छ अब। र खाना पनि सबै थोक खान सक्नुहुन्छ, त्यस्तो बार्नु पनि पर्दैन। अब सबै थोक नै खानुहुन्छ, त्यही भएर होला काम गरेरै होला अब खान सक्नुहुन्न, बार्नु परेको छैन आजसम्म, बिमार आजार छैन। र सधैँ भन्छु म आमा बकानेर जानुभएको छ, गाउँमा जानुभएको छ भनेर, र त्यही कारण जानुहुन्छ आमा चाहिँ अब गाउँमा। आज चाहिँ मौका परेको थियो, आज चाहिँ घरमै हुनुहुन्थ्यो र भिडियो बनाउने मौका पर्यो। र के भन्छ मेरो साथीहरूलाई भनिदिनु न त। अब आफ्नो काम सक्ने गर्नु होला, अब नभए यताउता गरिएन भने बिमारी हुन्छ। सक्ने काम गर्नुपर्छ। अब खाएको पनि त पत्नु पर्यो, राम्रो हुनु पर्यो स्वास्थ्य। तिमीमाथि म त कस्तो पकाउँछु होइन भन्नु त। त्यही त, त्यही खाना पाउनुहुन्न नि त मैले पकाएको खाना, फेरि बिमारी हुनुभयो भने हो कि होइन? गाइस त्यही हो है। र आज म तपाईँहरूलाई आमासँग बात गराइदिएँ, कस्तो के लाग्छ कमेन्ट गरेर अवश्य पनि भन्नु होला। राधे राधे।